हेलो गाइस, सबैलाई म रिजन यादवको नमस्कार। आज फेरि म एउटा नयाँ भिडियो लिएर आएको छु। तर आजको भिडियो एकदम मजाको हुनेवाला छ, किनकि विगत पछिल्लो 3-4 दिनदेखि मलाई टार्गेट गरेर अहिले यहाँ मान्छेहरूले धेरै प्रकारको कुराहरू गरिरहेछ। इन्डाइरेक्टली धेरै कुरा मेरो बारेमा भनिरहेछ। यसले यस्तो भन्दैछ, त्यसले त्यस्तो भन्दैछ। आजको भिडियो एकदम इन्ट्रेस्टिङ हुनेवाला छ, लास्टसम्म सबैले हेर्नु होला। अहिले मान्छेहरू के भन्दैछ भनेपछि त्यो भाइ आएको भर्खर 3 महिना 2 महिना 1 महिना 4 महिना त भयो, त्यसलाई के थाहा, यस्तो त्यस्तो धेरै कुराहरू अहिले भइरहेछ। त्यो भाइलाई केही पनि थाहा छैन। त्यो भाइले सब पुरै रङ इन्फर्मेसन दिइरहेछ होइन। जे पाए त्यही मान्छे भड्काइरहेछ, यो गरिरहेछ त्यो गरिरहेछ। मेरो कुनै सख त छैन मान्छे भड्काउने। म यहाँ मान्छे भड्काउन त आएको होइन। फर्स्ट अफ अल म पनि केही गर्नलाई आएको हो, केही सपना बोकेर यहाँ आएको थिएँ। र अरूको सपनामा मलाई त्यो पानी फेर्नुमा कुनै सौक त पक्कै पनि छैन होला। म अहिलेसम्म यहाँ आए, जे बुझेँ जे हेरेको छु म त्यही भिडियो मार्फत सबलाई भन्ने गर्छु। म कुनै कन्सल्टेन्सीसँग कमिसन लिएर यहाँ बसेर काम गरिरहेको छुइनँ। त्यही भएर जे रियालिटी छ त्यो बोलिरहेको छु। आजकल के भइरहेछ भनेपछि यहाँ धेरै जसोले होइन, अब म जे छ रियालिटी त्यही बोल्ने गर्छु धेरै जसो। अब सत्य कुरा तितो हुन्छ, सबैलाई पच्दैन, यो तपाईँहरूलाई थाहा नै होला। म पछिल्लो जुन भिडियोहरू पहिला अपलोड गरेको छु त्यसमा मैले डाइरेक्टली भनेको छु तपाईँहरू जर्जिया नआउनु। मैले जर्जिया किन नआउनु भने होला, त्यसको पछाडिको केही त लजिक होला, केही त रिजन होला। कि यत्तिकै त म हावातालमा जर्जिया नआउनु भनेर त पक्कै पनि भनेको छुइनँ होला। म फर्स्ट अफ अल तपाईँहरूलाई नै क्वेसन गर्छु, मलाई इफ तपाईँहरू कोही त्यस्तो हुनुहुन्छ भने मलाई कमेन्टमा प्लिज भनिदिनु। अहिले मान्छेहरूले मैले 2-4 जनाको भिडियो हेरेर के भन्छ भने छैन, जर्जिया आएर डिग्री लिन आउने हो, पढ्न आउने हो, पछि क्रेडिट ट्रान्सफर गरेर जाने हो, डिग्री के भन्छ ब्याचलर कम्प्लिट गरेर मास्टरमा अरू कन्ट्री जाने हो। तपाईँहरू जति पनि अप्लाई गर्नुभएको छ त्यसबाट 2 जना यस्तो कोही मान्छे मलाई कमेन्ट गरेर भन्थ्यो, दाइ म जर्जिया आएर काम गर्दिनँ, म जस्ट आफ्नो डिग्रीको लागि मात्र आएको छु, मलाई पढ्नु मात्र छ, मलाई 1 रुपियाँ पनि चाहिँदैन, म मेरो एक्सपेन्सेसहरू सब म आफै कभर गर्छु, मलाई घरबाट पठाइदिन्छ। त्यस्तो रेयर केसमा कोही हुन्छ एमबिबिएस पढ्न आएको मान्छेहरू। नत्र यहाँ जति पनि आइटी पढ्न आएको छ, बिबिए पढ्न आएको छ नि, सब पैसा कमाउन आएको हो। पैसा घर पठाउन नसके पनि एटलिस्ट आफ्नो एक्सपेन्सेसहरू यहाँ कभर गर्न सकु भनेर आएको छ, हो कि नै? मैले के गलत बोलेको छु भने भन्नु मलाई। सबै केही न केही लोभले आएको छ, पैसा कमाउनै आएको छ। रियालिटी यहाँ के हो भनेपछि यहाँ तिब्लिसीमा जब छैन, हाम्रो यहाँ जर्जियामा फ्युचर छैन। र जो मान्छेहरू भनिरहेछन् जब त फालाफाल छ, घरमै बसेर काम पाउँदैन, दिनभर घरमा बस्छ, सुत्छ, टिकटक हेर्छ, त्यो मान्छेलाई अब उता काम आफै आएर त आउनुहोस् मलाई काम गर्नुहोस् भनेर त भन्दैन। यस्तो कुराहरू पनि मैले सुने हो, घरमा बसेर काम पाउँदैन, तर बाहिर डुलेर पनि काम पाउँदैन। हामी यहाँ घरमा बस्न आएको होइन, हामी पनि पढ्न, काम गर्न, कमाउनै आएको हो। थाकेर बसेको मान्छे हो हामी पनि। जो मान्छेले भनिरहेछ नि यहाँ काम त जति पनि छ, खोज्यो भने काम पाइहाल्छ, काम किन छैन, त्यो मान्छेले एउटा क्वेसन गर्नु। जसले भनिरहेछ नि काम छ, त्यही मान्छेले पर स्टुडेन्टमा $250 के को लागि लिइरहेछ? त्यति नै काम छ भनेपछि त्यही मान्छेले जो भन्छ नि यहाँ काम छ, त्यही मान्छे तिब्लिसीमा भएको, जर्जियामा भएको स्टुडेन्टहरूलाई पर स्टुडेन्टमा $250 लिइरहेछ काम खोजिदिएको। र त्यो कामको पनि ग्यारेन्टी हुँदैन। कति महिना काम, 1 महिना राख्छ, 2 महिना हुन्छ, 3 महिना काम दिन्छ, त्यसपछि निकालिदिन्छ भने के ग्यारेन्टी छ? कुनै एग्रिमेन्ट हुँदैन। $250 लियो, 1 महिनापछि कामबाट निकालिदियो। सो गाइज, मैले तपाईँहरूलाई नआउनु कहिले पनि भनेको छुइनँ। तपाईँहरूले आफ्नो एक्सपेन्सेस कभर गर्न सक्नुहुन्छ, घरबाट पठाउँछ पैसा, देन आउनु, पढ्नु, मजाले पढ्नु। पढ्नको लागि एकदम सस्तो एफोर्डेबल कन्ट्री हो। म सधैँदेखि भनिरहेको छु, जर्जिया एउटा एफोर्डेबल कन्ट्री हो, अरू कन्ट्रीको कम्पेरिजनमा धेरै सस्तो हो। तर हामी कहाँबाट बिलङ गर्छौँ? नेपालबाट। हामी यहाँ पढ्नको लागि मात्र आएको होइनौँ, केही सोचेर आएको हुन्छौँ। हामी यहाँ आएर यस्तो गरिन्छ त्यस्तो गरिन्छ, ल ठिक छ। कतिले भन्छ यहाँ आएर डिग्री लिने, डिग्री लिएर अरू कन्ट्री जाने, मास्टरमा अरू कन्ट्री अप्लाई गर्ने। डिग्री लिन 3 वर्ष लाग्छ। 3 वर्ष यहाँ बस्न सकिन्छ? 3 वर्ष एक्सपेन्सेस आफ्नो कभर गर्न सकिन्छ? 3 महिनामा मान्छेहरू यहाँ पागल भइसकेको छ आएको। डिग्री लिनलाई कलेज युनिभर्सिटी जानुपर्छ।
र म त्यस्तो मान्छेहरूलाई क्वेसन गर्न चाहन्छु, उनीहरू बाहिर गएर कतिपय स्टुडेन्टको बुझेको छ, उनीहरू के हालतमा छ, के सिचुएसनमा छ, कतिले बुझेको छ। जो मान्छेहरू छ नि, जसको रुममेटहरू छ नि, उनीहरूले कतिको काम पाएको छ, कति कमाइरहेको छ, युनिभर्सिटी कति दिन गएको छ। गाइज रियालिटी के हो भनेपछि होइन, यहाँ मान्छेहरू जो पढ्न आएको थियो नि, जो आफ्नो सपना बोकेर आएको थियो, होइन यहाँ आएर म पढ्छु, डिग्री लिन्छु, पछि अरू कन्ट्री मुभ हुन्छु, त्यो मान्छेहरू युनिभर्सिटी गएको छैन। कोही बाथरुमै गएर काम गरिरहेछ, कोही काजबेगी गएर काम गरिरहेछ, यहाँ तिब्लिसीमा काम नभएर। त्यही पनि कतिमा 1000-1200 स्यालेरी छ उनीहरूको। काम कति 12 घन्टा, 10 घन्टा 12 घन्टादेखि कमको कामै पाउँदैन यहाँ, सिफ्टै हुँदैन। 10 घन्टा गर्नु पऱ्यो कि 12 घन्टा गर्नु पऱ्यो, मेन त 12 घन्टै हो। कोही कोहीले 10 घन्टा पाउँछ, कोही कोहीले 8 घन्टा पाउँछ, र पार्ट टाइम कोही कोहीले पाएको छ। त रियालिटी के हो, यहाँ काम छैन। अरूले जेसुकै भन्नुहोस्, म यही भन्छु, यहाँ काम छैन। म डाइरेक्टली कसैलाई यहाँ जर्जिया नआउनु भनेर भनेको पनि होइन। मैले भन्नुको कारण यही हो, हामी नेपालीहरू जस्ट पढ्नको लागि आएको हुँदैनौँ यहाँ। एकचोटि इन्भेस्टमेन्ट गऱ्यो, ल यहाँ आयौँ, यसपछि अब घरबाट पैसा फेरि मगाउन सक्दैनौँ हामी। घरबाट फेरि होइन, मेरो लिभिङ एक्सपेन्सेस, रुम रेन्टहरू, खाना बनाउनु भने पैसा पठाउनु भनेर हामी भन्न सक्दैनौँ। यो रियालिटी हो। त्यही भएर मैले जर्जिया अप्लाई नगर्नु भन्नुको रिजन यो हो, अरू केही पनि होइन। मान्छेहरूले मलाई इन्डाइरेक्टली के भनिरहेछ, ए भाइ आएको 2 महिना भयो, 3 महिना भयो, 5 महिना भयो, ए धेरै जान्ने भइरहेछ, धेरै उफ्रिरहेछ, यो त्यो लाइभ गरेर के बोलिरहेछ। गाइज मेरो कुनै सक छैन त्यो सब भन्ने। म पनि योभन्दा पहिला आएँ नि, म पनि अप्लाई गर्थेँ, स्टुडेन्टहरू मेरो पनि थियो, तर मैले उनीहरूको एडमिसन एप्लिकेसन त्यही विड्र गरेँ, नआऊ भनेर भने। मलाई पनि कमिसन आउँथ्यो नि, यो कुरा रियालिटी हो। एसयुमा डाइरेक्टली एडमिसन लिन सक्दैन, हामीले पनि कुनै कन्सल्टेन्सीलाई नै समात्नुपर्छ, तर त्यही पनि मलाई कमिसन त आउँथ्यो। मैले आफ्नो स्टुडेन्टहरूलाई नआउन किन भने, किनकि मलाई त के छ, मलाई 1 लाख 1.5 लाख कमिसन आइहाल्थ्यो, तर त्यो मान्छेले मलाई जिन्दगीभर सराप थियो कि जिन्दगीभर गाली गर्थ्यो, यो दाइले गर्दा म यहाँ फसेँ, यस्तो भयो त्यस्तो भयो। गाइज अब म केही बोल्दिनँ, हेर्नु। तिमीहरूलाई उनीहरूको कुरामा विश्वास लाग्छ भने आऊ, जर्जिया आऊ, पढ, पछि अरू कन्ट्री जाऊ। क्रेडिट जुन कन्सल्टेन्सीहरूले भन्छ नि, ए युएसए, क्यानाडा, अमेरिका, अस्ट्रेलिया क्रेडिट ट्रान्सफर लिन सकिन्छ, त्यति सजिलो छ? सब मान्छे त्यही गर्न आएको छ यहाँ। सबलाई त क्रेडिट ट्रान्सफर गरेर युके, क्यानाडा, अस्ट्रेलिया त पठाउँदैन होला। क्रेडिट ट्रान्सफर पनि फ्रीमा त हुँदैन, कतिले गरेको छ। त्यो जो मान्छेहरू भनिरहेछ नि, तिनीहरूले कतिको, उनीहरूको रुममेट, उनीहरूको साथीभाइ कतिजनाले क्रेडिट ट्रान्सफर गरेर यहाँ अरू कन्ट्री गएको छ, त्यो पनि एकचोटि बुझ्नु। जो काम गरिरहेछ नि, त्यसको रुममेटले कतिजनाले काम गरिरहेछ, कति कमाएको छ, कति दिन युनिभर्सिटी गएको छ, त्यो पनि क्वेसन सोध्नु। हावातालमा बोलेर हुँदैन कि। ल ठिक छ, म मेरो कुराको लजिक हुँदैन, म जे मनमा आउँछ त्यो बोल्छु, तर म जे बोल्छु नि त्यहाँ रियालिटी हुन्छ कि। यहाँको डार्क रियालिटी सबले भन्दैन। मलाई इन्डाइरेक्टली गाली गरेर, इन्डाइरेक्टली टार्गेट गरेर केही पनि पाउँदैन तिमीहरू। जे रियालिटी छ म त्यही बोल्छु, बुझ्यौ नि। तिमीलाई जे भन्नु छ, जे गर्नु छ, यु गाइज क्यान डु। म यस्तै भिडियो बनाउँछु, यसरी नै बोल्छु, किनकि यहाँको रियालिटी म बुझिरहेको छु। मेरो साथीहरू छ क्या यहाँ, पढ्न आएको मान्छेहरू, सपना बोकेर डिग्री लिन्छु भनेर आएको मान्छेहरू कलेज गएको छैन क्या। जाओस् पनि कसरी, 12 घन्टाको सिफ्ट पाएपछि काम, त्यो पनि 12 घन्टामा पनि स्यालेरी कति, 1000-1200, 50-60 हजार यहाँ कमाएर युनिभर्सिटी पनि छुट्छ। 12 घन्टा काम गरेर युनिभर्सिटी कतिखेर जाने? युनिभर्सिटी गएन भने के हुन्छ, टिआरसीमा प्रब्लम आउँदैन? ए मान्छेलाई केही पनि हुँदैन, कलेज नगए केही पनि हुँदैन, काम गरेर बस्दै भन्छ यहाँ पनि। तर हामी यहाँ स्टुडेन्ट भिजामा आएको, पढ्न आएको। म भन्दिनँ कि यहाँ काम, अब यो पनि सुनेको थिएँ कि त्यति नै काम गर्नु मन थियो वर्किङ भिजामा आयो हुन्थ्यो नि। अरे भाइ, ल वर्किङ भिजामा आएन, हामी स्टुडेन्टमा आयो, ल मलाई थाहा छ यहाँ सब पढ्न आएको छ, काम गर्न आएको छैन, तर उनीहरू पछाडिको कुरा पनि बुझ्नु पऱ्यो नि। स्टुडेन्ट भिजा एउटा नाम हो, सब यहाँ पैसै कमाउन आएको हो, यो कुरा बुझ्नु पऱ्यो के। मैले हावाबाजीमा कुरा गरेको होइन, रियालिटी यहाँको जर्जियाको रियालिटी नै यही हो। तिमीहरूलाई जसरी बुझ्नु छ तिमीहरू बुझ्न सक्छौ, तर यहाँको रियालिटी यही हो। तिमीहरूको यहाँ फ्युचर छैन, पछि पनि तिमीलाई यो कन्ट्री छोड्नै पर्ने हुन्छ, अहिले पनि छोड्नै पर्ने हुन्छ। जो मान्छेहरूले भनिरहेछ कि होइन काम गर्न वर्क पर्मिट चाहिँदैन, गाइज यो हावाबाजी कुरामा बिलिभ नगरौँ, नपत्याम। बिना वर्क पर्मिटको काम गऱ्यो भने भोलि पनि पुलिसले समात्यो भने नि सिधै यहाँ डिपोर्ट हुन्छ, फाइन हुन्छ, फाइन गर्छ। बिना वर्क पर्मिटको काम गर्न दिन्छ यहाँ?
हावा कुरा बोलेर हुन्छ काम गर्न वर्क पर्मिट किन चाहियो अरे यो कस्तो खालको कुरा भयो के तिमीहरू आफै च्याट जिपिटीमा जाऊ होइन गुगलमा सर्च गर के जर्जियामा गएर यत्तिकै स्टुडेन्टले काम गर्न मिल्छ टिआरसी मात्र आएर काम गर्न मिल्छ त्यो पहिला थियो अहिले छैन त्यस्तो अहिले वर्क पर्मिट 100% रियल वर्क पर्मिट चाहिन्छ काम गर्ने जर्जियामा त्यो हावाबाजी कुरा गरेर मात्र हुँदैन मैले कसैलाई झोले पनि भनेको होइन कसैलाई केही भनेको पनि होइन तर यहाँको रियालिटी यही हो यत्तिकै काम गर्न मिल्दैन यहाँ फ्युचर छैन गाइज म पहिला पनि भनेको थिएँ अहिले पनि भनिरहेको छु र लास्टमा यो कुरा पनि भन्छु म तपाईँलाई जर्जिया नआउनु नै भनेको होइन इफ तपाईँको फ्यामिली स्ट्रङ छ ब्याकअपमा छ पैसा पठाउन सक्छ भने आउनु पढ्नलाई त एकदम एफोर्डेबल छ म अहिले पनि भनिरहेको छु एफोर्डेबल छ जर्जिया एकदम एफोर्डेबल छ नेपाल र यहाँको एक्सपेन्सेसहरू केही फरक छैन तर यहाँको रुम रेन्ट एकदम महँगो छ कति महिना आफै तिर्ने हो क्या पछि क्रेडिट ट्रान्सफर लिइहाल्यो बल्ल भए पनि हाल्यो भने क्रेडिट ट्रान्सफरको लागि पनि पैसा चाहिन्छ यतिक त हुँदैन त्यसमा पनि पैसा त चाहिन्छ एउटा कुरा म लेखेर दिन्छु होइन लास्टमा जाँदा एउटा कुरा यहाँ बोलेर जान्छु म नआऊ भनेर भन्दिनँ तर जो आइरहेछौ नि एउटा कुरा मेरो याद गर जुन सपना बोकेर आउँदैछौ नि तिमीहरू यहाँ गएर डिग्री लिन्छु त्यो डिग्री तिमीहरू कहिले पनि लिँदैनौ आउँछौ 1 वर्ष मरी घुटी यहाँ बस्छौ 12 घन्टा काम गर्छौ त्यसपछि टिआरसीमा प्रब्लम आउँछ रिन्यू हुँदैन त्यसपछि दुबई जान्छौ कतार जान्छौ कि यहाँ डङ्की हानेर अरू कन्ट्री इलिगल वेमा जान्छौ कि नेपाल फर्किन्छौ अरू यहाँ अप्सन नै छैन अब जसरी बुझ्नु छ तिमीहरू बुझ्नु एउटा कुरा अझै भन्न चाहन्छु जो मान्छेहरू यहाँ जर्जियालाई एकदमै राम्रो छ भन्दैछ नि तिनीहरूको एकचोटि कमेन्ट बक्स पनि हेर्नु राम्रो भन्ने मान्छेहरूको नि कमेन्ट जहिले पनि अफ हुन्छ त्यो टिकटकर युट्युबरहरूसँग नसोध्नु के जर्जिया कस्तो छ यहाँ जो स्टुडेन्टहरू छ नि उनीहरूलाई एकचोटि सोध्नु के साँच्चै मेरो त्यहाँ फ्युचर छ दाइ म आएर मेरो त्यहाँ केही होला एकचोटि बुझ्नु के उनीहरूसँग पनि बुझ्नु यति भनेर पनि अब तिमीहरूलाई आउनु छ भने गाइज वेलकम अरू त के नै भन्नु मैले आज यो भिडियो बनाउनुको मलाई कुनै भिडियो बनाउने मुड पनि थिएन म भर्खरै सुतेर उठेको मान्छे तर यहाँ यो 2-3 दिनदेखि जुन मलाई इन्डाइरेक्टली टार्गेट भइरहेछ नि त्यो टार्गेटको मैले जस्ट रिप्लाई दिन मात्र यो भिडियो बनाएको त्यति सजिलो छैन गाइज मलाई थाहा छ युएसए अस्ट्रेलिया गए पनि 3 महिना 4 महिना काम पाउँदैन गाह्रो हुन्छ तर त्यहाँ यति सिक्युरिटी हुन्छ युएसए गएको मान्छे पनि 4-5 महिना काम पाउँदैन उनीहरू पनि डिप्रेसनमा बस्छ फ्रस्ट्रेट भएर बस्छ तर उनीहरू एउटा के विश्वास हुन्छ होइन आज मलाई यहाँ गाह्रो भइरहेछ मलाई आज यहाँ दुःख भइरहेछ नि पछि गएर मलाई 100% सुख हुन्छ मैले मेहनत गरे अब मलाई फल पनि भेट्छ म फल पाउँछु भनेर एउटा आश हुन्छ तर तिमीहरू यहाँ जति पसिना बगाए पनि जति दुःख गरे पनि होइन यहाँ केही पनि फल पाउँदैनौ तिमीहरू मान्छेले भनेको सुनेको थिए गाह्रो कहाँ हुँदैन लन्डन गएको अस्ट्रेलिया गएको युएसए गएको मान्छे त 4-5 महिना बेरोजगार बसेको हुन्छ काम पाउँदैन घरबाट पैसा पठाउँछ अरे बाबा म कहाँ भनिरहेको छु गाह्रो हुँदैन हरेक दुनियाँको जुनसुकै कुनामा गए पनि सुरुमा गाह्रो हुन्छ स्ट्रगल गर्नुपर्छ तर त्यहाँ फ्युचर छ के यो कुरा किन बुझ्दैनौ तिमीहरू म युएसएमा गएर 2 महिना भोकै बसेर 5 महिना बिना कामको बसेर घरबाट 5 लाख अझै मगाए पनि नि पछि म त्यो तिर्न सक्छु त्यो कन्ट्रीमा त्यति मेरो लागि राखेको हुन्छ 100% स्योर छु कि मलाई होइन युएसएमा मेरो फ्युचर छ म त्यहाँ गएर केही न केही गर्न सक्छु भनेर त्यो 100% स्योर छ तर यहाँ जर्जियामा कसले स्योरिटी दिन्छ म यहाँ 5 महिना भोकै बसेँ भने यति पुरै दुःख गरेँ भने पछि गएर मेरो फ्युचर यहाँ बबालै हुन्छ भनेर दिन सक्छौ भन्न सक्छौ सक्दैन नि त्यो कुरा हो के हावाबाजी कुरा गरेर केही पनि हुनेवाला छैन स्टुडेन्टलाई यहाँ बोलाएर उनीहरूको पैसा फसाएर केही पनि हुनेवाला छैन म सबै स्टुडेन्टलाई भन्छु होइन विथड्र गर नआऊ जुन 1150 1170 तिरिसकेको छ नि फिर्ता मगाऊ रिफन्ड हुन्छ भनेर म किन भन्छु अहिले बेसीमा 20-30 हजार मात्र काट्छ के त्यति मात्र डुब्छ तर यहाँ जर्जिया आइसकेपछि नि 15 लाख जान्छ के 12-13 लाख जान्छ डुब्छ त्यस्तो दुःखबाट गुज्रिरहेको छु कि म भोगिरहेको छु कि त्यही भएर मैले बोलिरहेको छु कि अहिले
यत्तिकै हावा मेरो कुनै सक छैन कि स्टुडेन्ट अरूको भाग्यसँग खेल्नु किस्मतसँग खेल्नु फ्युचरसँग खेल्नु मलाई कुनै सक छैन क्या राम्रो थियो भने त म पनि भन्थेँ नि यार आऊ पढ पैसा कमाऊ घर पठाऊ फ्युचर बनाऊ म पनि भन्थेँ नि म पनि त सुरुमा आउँदा मैले पनि भिडियो बनाएको छु गाइज आउने जर्जिया आउन चाहनुहुन्छ भने मलाई कन्ट्याक्ट गर्नु म यो गर्छु त्यो गर्छु मेरो थ्रु अप्लाई गर्नु मैले पनि भनेकै त हो मैले पनि गरेकै हो नगरेको पनि होइन मेरो कमिसन त आउँछ मेरो कमिसन आउँछ मजाले आउँछ तर त्यो जो मान्छे अप्लाई गरेर यहाँ आउँछ नि तिनीहरूको फ्युचर डुब्छ क्या त्यो कुरा बुझिदिनु पर्यो कि आफ्नो फाइदा हेरेर मात्र हुँदैन कि गाइज अरे मलाई टार्गेट गरेर तिमीले केही पनि पाउँदैनौ जे डार्क रियालिटी चाहिँ म त्यही बोल्छु र म जहिले पनि बोल्छु जबसम्म म यहाँ छु म बोल्छु तिमीहरूलाई जे बुझ्नु छ यु गाइज क्यान डु म केही भन्दिनँ अब जे रियालिटी चाहिँ त्यही बोलिरहेको छु म हुन्छ गाइज अब अरू तपाईँको मर्जी अब तिमीहरू अब जे भन्छौ जसले ठिक लाग्छ मेरो कुरामा विश्वास लाग्छ भने मेरो कुरा पत्याउनु अरूको कुरामा विश्वास लाग्छ भने उनीहरूको कुरा पत्याउनु म जबरजस्ती होइन नआउनु नै भनेर म न कहिले भनेको छु न भन्छु तर एउटा रिक्वेस्ट के गर्छु भने चाहिँ होइन एउटा मिडल क्लास फ्यामिलीको हुनुहुन्छ भने चाहिँ यहाँ नआउनु हामी गरिब मिडल क्लास छौँ युएसए अस्ट्रेलिया क्यानाडा जान सक्दैनौँ त्यही भएर हामी जर्जिया चुज गर्छौँ तर जर्जिया कम लागतमा भन्छौँ नि कम लागत एउटा त्यो कसरी भन्ने के तर यहाँ यो जुन 12-13 लाख लगाएर आउनुहुन्छ नि त्योभन्दा राम्रो अरू कुनै युरोप कन्ट्री अप्लाई गर्नु के युरोप भनेको युरोप नै हुन्छ यो युरोप होइन यहाँ फ्युचर छैन हाम्रो त्यही हो गाइज अब त्यस्तो केही क्वेसनहरू छ भने चाहिँ कमेन्टमा सोध्नु म कमेन्टमै तपाईँहरूको रिप्लाई गर्छु जसलाई जे हेर्नु छ हेरोस् बोलोस् मलाई मतलब छैन आफ्नो केही क्वेरिजहरू छ भने कमेन्टमा भन्नु म रिप्लाई गर्नेछु त्यही हो लास्टमा त अल दि बेस्ट नै भन्छु ल ठिकै छ गाइज चाँडै भेटौँला ल